पहिला यहाँ सांसदज्यूले के भन्दै हुनुहुन्छ त्यो कुरा सुन्नुस्। घाटामा भएको श्वेतपत्र जारी भएको छ। अब सर्वसाधारण जनताको त कुरा छाड्दिउँ, म अलिअलि कख गग पढेकै एमपी मध्ये पर्छु, म पनि भ्रममा छु। आम रूपबाट नेपाली जनता भ्रममा छ। यो के हो त? 1 महिना अगाडि 5 नाफामा हुने अभिव्यक्ति सार्वजनिक रूपले आउने, 1 महिनापछि 5 अरब चाहिँ नि घाटाको कुरा जुन आएको छ, यो कुराको वास्तविकता मन्त्रीजीले सदनमा बताउनु पर्ने अथवा यही संसदले चाहिँ वास्तविकता छानमुन गर्नुपर्ने आवश्यकता मैले देखेको छु। यो अत्यन्त गम्भीर कुराको रूपमा नेपाली जनतामा, आम जनतामा भ्रमको सिर्जना गर्ने काम भएको छ। सुनिहाल्नुभयो, अलिकति कख गग पढेकै सांसदहरू, त्यो पनि सरकार पक्षकै सांसदहरू पनि अहिले कन्फ्युज भएको स्थिति छ। 1 महिना पहिला, जम्मा 1 महिना पहिला नाफामा छ भनेको विद्युत प्राधिकरण अहिले आएर 5 अरब भन्दा बढी घाटामा छ भनिँदैछ। केही समय अगाडि 10 अरब भन्दा बढी नगद मौजात छ भनिएको प्राधिकरण अहिले पैसा नभएर सरकारसँग 10 अरबको ऋण लिँदैछ भनिँदैछ। सांसदहरू कन्फ्युज छन्, जनता कन्फ्युज छन्। यही कन्फ्युजन दूर गर्नको लागि भनेर मैले प्राधिकरणको फाइनेन्सियल स्टेटमेन्ट्सहरू, ब्यालेन्स सिट, प्रॉफिट एन्ड लस स्टेटमेन्ट्स, क्याश फ्लो, एनुअल रिपोर्ट, महालेखाको प्रतिवेदन, विश्व बैंकसँग भएको एउटा डिटेल्ड अडिट रिपोर्ट, अलिकति केही वर्ष अगाडिको हो तर डिटेल्ड अडिट रिपोर्ट, सब केलाएर दुधको दुध पानीको पानी हुने गरेको एउटा भिडियो बनाएको छु। त्यो भिडियो अहिले एडिटिङमा छ, त्यो आउन लगभग 2 दिन लाग्ला। त्यो भिडियो आइसकेपछि नाफा हो कि घाटा हो, कि घाटा जस्तै बनाइएको हो, राजनीति हो कि एकाउन्टिङ एन्ड अडिटिङ मेथोडोलोजीको डिफरेन्सेसले ल्याएको कन्फ्युजन हो, यो कन्फ्युजन नै हो कि वास्तविकता हो, छर्लङ्ग हुने गरेको भिडियो आउँदैछ। स्टे ट्युन्ड, प्रतीक्षा गर्नुहोला।